यहाँ चाहिँ माछा अझै मार्दैछौँ डब्बा भरेर धन्यवाद लुटी वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज चाहिँ हामी माछा मार्न आएको चारामा छ त्यो खस्यो माछा ठुलममले त्यहाँ चोर लाग्नु भएको छ। चोर 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 म त सप्पल चलाउने यहाँ ल यो तालमा कति आइसक्यो कस्तो चिप्लो हेरेको ढुङ्गा कस्तो खुट्टा टेक्दै के टेक्ति मेरो माथि चाहिँ गाई यति भयो भर्खर आयो कति मिनट भयो 5 मिनट जति भयो क्या हुन त 5 मिनट भयो होला है 5 मिनट यति भयो मान्छे यो डरबस अलिअलि खाने हो त्यहाँ गएर उता फेरि मान्छे डुबाउँछ सर्न जा या बुझ्न छन् खोइ गरा त तर एउटा देखेन मैले जाउँ मरले धन्यवाद लुटी चलतिर गयो हड्डी अहिले माछा होइन यसलाई बगि लैजाने हुन्थ्यो यी बुढिन आइयो खै सुरुमै बुढिन ल्याउनुहुन्छ त के यस्तो हेर त टिक्का बुढिन ल बधाई उता गङ्गटा उता छोड्नु त्यसलाई आउनुहोस् यहाँ लोकल माछा खानाको लागि यहाँ हजुरहरूलाई 8 बुदुना छन् यहाँ हेर्नुहोस् यी गाईहरू यत्रो एक तालीमा यत्रो बुदुनाहरू आउँछ हाम्रो खोलामा 8 अनि हेर्नुहोस् लोकल हो आज रमाइलो भयो गई के छ गई हेरौँ ओ माय गॉड गाइस हेर्नुस् तालो ठुलो के भाइ भन्दैमा बोले यिनीहरु त क्यामा राख्ले जरा है अहिले सन देउरेको ल आफूले रेकर्ड गरे क्या ओ त्यो काट्न मिल्छ त हो ल 1 2 3 ल रोकै भएन हाम्रा बाजे मेरोमा हाल्नु न मेरोमा हेर त यसले मारे खै फोटो हात खिच फोटो हात रे के गरिमा गर्मी भयो कति आउने आउँछ नि ढुङ्गामा जति भने जति बनायो त्यति आउँछ नि त
आयो त्यही पनि अझै यहाँ चाहिँ माछा अझै मार्दैछौ अझै मार्दैछौँ डब्बा भरेर त्यहाँ गङ्गटा उता कसले झुल फाला रहेछ त्यही झुलमा कुट्नु पारौँ क्या गङ्गटा त्यहाँनिर गरिमा आज रमिनी पानी हाल्छ तैँले ऊ त्यहाँनिर के ऊ त्यो ढुङ्गानिर मार्यो मार्नु त सर्वले हाल्ने थियो तिमीले ऊ यहाँतिर माथि रोटेनिर ढुङ्गा फर्क हल्लायो बेला ढुङ्गाटा निस्क्यो पानी गरिमामा पानी सफा पानी कहाँबाट सफा पानी छ ले त्यहाँबाट उयो तलबाट उता माथिबाट ल्याएको तलतिर हो त्यसो झुलमा गङ्गटा हालौँ त्यहाँबाट मार्नु माछाभरि खाली खाली चाल्नु हाल्दे माछा मार्न गएन भने त फोन आएन होला नबिनलाई न त दर्शन फोन आइजानु नबगा त ओइ ओइ नभन्दै जाला है तँलाई पानी लिए माछा राख्ने भने अब तँलाई सल चाहिँ हामीले माछा पनि मारिसक्यौँ यति माछा भयो एन्ड क्र्याब हो क्या गङ्गटा होइन दिस इज फिस दिस इज क्र्याब गङ्गटा होइन क्र्याब क्र्याब सबै सुकेर आनन्द हुन्छ कसले पुग्ने हो यो कसले पुग्ने हो यो चाहिँ कार्य आउँछ यो छिट लैजा ल भन्नु ठुलो हुन्छ होला कस्तो लाग्यो भन्नु आज माछा मार्दा एकदम रमाइलो भयो अनि सल्लाहमा बम माछा पनि परेको थियो सक्लेवाना बम माछा परेको थियो रमाइलो भयो यति 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 परे यिनी चाहिँ दिइरहेको धरा गर्छ न खाँदा चल हिँड छिटो 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 भन्नु छु नाटोली साग लाग्यो माछा र साग आज पहिला माछा खाने त्यसो चिल्लो हटाउलाई साग खाने यो चाहिँ गाइज मेरो माउला यो चाहिँ हाम्रो माउलाको गोरु यो हाम्रो माउलाको कुकुर यो हाम्रो माउलाको बाख्रा त्यो हाम्रो माउलाको मान्छे उतै उता अगाडि प्यालो टी सर्ट लगायो क्या अनि यो हाम्रो माउलाको बारी यो हाम्रो माउलाको घर यो हाम्रो माउलाको घर ऊ त्यो परान लाग्यो हाम्रो माउलाको दिदी सो गाइस भन्छ हामी चाहिँ घर आइसक्यो माछा पार्ने भाग लाउने हो के अरे के अरे रक्स्यान पैसा हामीलाई दिनु हामीलाई गङ्गटा छ तालमा त लास्टै ठुलो खान माछा 20 लाग्छ 20 नै सुगाउने त्यसलाई हेर्नु सेतला सेतला
हातेर जानेको पछि नाम खै गौथली बुझेन कता गौथली खोइ त गएको मलाई त्यहाँ कता आउँथ्यो किन कुकुर लगेलो कि आसन पुग्थ्यो त किनेर चाहिँ राखेँ मैले त्यही हो छ मेरो सपना हाँ आसन पुग्थ्यो हामी तल त्यो ऊ छ नि यता आएर ढोरगाडी खोला र तल खोला मिसिया नि त्यहाँबाट गइन यहाँ रोडबाट निस्क्यो त्यहाँ पुग्यौँ अनि त्यहाँबाट रोडबाट निस्केर अनि सर्पो पनि पर्यो सर्पो यत्रो सर्पो थियो दिदी ठुलो मम्मीकोमा सर्पो परिन जस्तै गर्नु अनि घरमा सत्ता खाल्दिनु यत्रो त्यो पनि थियो मान्छे काँडा मार्ने बोले मार्ने मार्न सक्नु पर्न बल त्यत्रो सर्प मारेर मम्मीले नगर भन्ने दिदीले फेरि मार भन्ने त्यही बेलै सर्प पर्यो आज गराइयो त नभए नि त तराई काट्छ कति धेरै बुझ्न पऱ्यो जस्तो लाग्थ्यो गरिबाले बुझ्न गरी फालेर क्या भन्ने एउटै एकैचोटि 18 बुटिन पर्यो सीतला या पनि छ बुटिन अहिले चाहिँ सबै सक्यो होइन सबै काम साम सक्यो मिस अब चाहिँ यही हो आज भिडियो मन पराउनु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला फेरि पनि नयाँ भिडियो लिएर आउनेछु सबैले चाहिँ हेरेर साथ दिनु होला होइन नयाँ भिडियोहरू यस्तै अब चाहिँ दिनकै भिडियोहरू आउनेछन् ओके बाई के भयो